नमस्ते साथीहरू, आज चाहिँ म लट्टेको साग पकाएर देखाउँदै छु हजुरहरूलाई। म चाहिँ लट्टेको साग यसरी बनाउँछु। अनि तेलमा हरियो खुर्सानी पड्काएँ, त्यसपछि प्याज काटेर पड्काउँदै छु अनि त्यहाँदेखि मजाले चलाउँछु। प्याज ब्राउन भएपछि म त्यसमा एउटा टमाटर काटेर हालेर पकाउँदै छु साथीहरू। अनि त्यसमा टमाटर पाकिसकेपछि अदुवा र लसुन पिसेको पेस्ट पनि हाल्दै छु अनि अलिकति बेसार हालेर यसलाई मैले मजाले मिक्स गर्दै चलाउँदै छु। त्यसपछि म यसलाई साथीहरू यो टमाटर मजाले भत्केर पाकेपछि यसमा मैले लट्टेको साग केलाएर मजाले धोएर राखेको थिएँ अघि नै पानी तारेर, त्यो हाल्दै अलिकति नुन लगाएर चलाउँदै छु साथीहरू। मेरो चाहिँ यो पकाउने प्यान सानो भएको कारणले गर्दा अलिअलि सागलाई पकाउँदै घटाउँदै म माथिबाट फेरि साग थप्दै पकाउँदैछु साथीहरू। अनि साग मजाले पाकिसकेपछि हेर्नुहोस् त कति राम्रो देखियो, कलर पनि कति राम्रो। यसरी बनाउँदाखेरि हेर्दा पनि खाउँ खाउँ लाग्दो देखिन्छ साथीहरू। हजुरहरू पनि लट्टेको साग यसरी नै बनाएर खानुहोस् होला। अब यसलाई दाल बनाएर मजाले अचार बनाएर भातसँग खाने मेरो साग रेडी भयो साथीहरू। अनि मेरो भिडियोलाई लाइक सब्सक्राइब पनि गरिदिनुहोस् होला साथीहरू। बाई बाई। आजलाई यति नै।